जाजरकोटलाई नदेखेका र नभोगेकाहरूले बुझ्ने भनेको जाजरकोट दुर्गम छ, जाजरकोट विकट छ भनेर बुझ्छ। तर पछिल्लो समय अवस्था फेरिएको छ। मध्य पहाडी राजमार्गको यो ठाउँमा विकास भएसँगै जाजरकोट दुर्गमबाट सुगम हुँदैछ। भौतिक पूर्वाधारका सबैभन्दा चाहिँ महत्त्वपूर्ण विषयहरूमध्ये भौतिक पूर्वाधारको सबैभन्दा पहिलो एलिमेन्ट भनेको सडक रहेछ। यति सडक सञ्जाल चाहिँ जोडिएपछि यातायात सञ्चालन हुँदो रहेछ र यातायात सञ्चालन भइसकेपछि खानेपानी, सञ्चार, विद्युत लगायतका अन्य कामहरू हुँदो रहेछ। अहिले यसरी हेर्नुहोस्, जाजरकोट यसरी विकास भइरहेको छ जसरी मध्य पहाडी राजमार्ग द्रुत गतिमा चाहिँ अगाडि बढिरहेको छ। यो राजमार्गसँग जोडिएसँगै जाजरकोटका विभिन्न गाउँहरूमा सडक सञ्जालहरू पुगेका छन्। अहिले जाजरकोटलाई विकट भन्नेहरूले एकचोटि जाजरकोटमा आएर जाजरकोटको यो विकास हेऱ्यो भने छक्कै पर्छन्। साह्रै रमणीय ठाउँ छ जाजरकोट हेर्नको लागि। जाजरकोटका विभिन्न दृश्यहरूसँग आज हामी अवलोकन गर्दै अगाडि बढ्नेछौँ। यतिखेर म सुयाडामा छु। सुयाडादेखि चाहिँ बाटाचौर जान्जेलसम्मको लागि म तपाईँहरूलाई केही भिडियो दृश्यहरू देखाउने छु। रातै फुलेका गुराँसहरू, अन्य विभिन्न मनमोहक दृश्यहरू देखाउने छु। जाजरकोट विकट मात्र नभई अब विकटबाट बिस्तारै सुगमतर्फ चाहिँ अगाडि बढ्दैछ। जाजरकोटमा विकास हुँदैछ। मध्य पहाडी राजमार्गले जाजरकोटलाई अब दुर्गमबाट सुगमतर्फ डोर्याउँदैछ। अब हेर्नुहोस् केही दृश्यहरू, जाजरकोटका चाहिँ विकास भइरहेका चाहिँ केही दृश्यहरू म तपाईँलाई देखाउन गइरहेको छु। तपाईँले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र भिडियोमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला र जाजरकोटलाई चाहिँ चिनाउनको निमित्त तपाईँले यो भिडियोलाई आफ्नो प्रोफाइलमा राख्न सक्नुहुनेछ। अब हामी चाहिँ यतिखेर सुयाडाको चाहिँ अन्तिम बिन्दुमा पुगिसकेका छौँ। अब यो बाटो चाहिँ हामी बाटाचौरतर्फ लाग्छौँ। यो जाने बाटो चाहिँ अब चाहिँ लाग्ने बाटो चाहिँ बाटाचौर जाने बाटो हो। अब केही दृश्यहरू देख्न सकिन्छ। यहाँ रातै फुलेका गुराँसहरू रुखमा देख्न सकिन्छ। हामीले यतिखेर चाहिँ मोबाइलबाट यो भिडियो खिचिरहेका छौँ, तर कति स्पष्ट कति अस्पष्ट आउँछ तपाईँले चाहिँ कमेन्टमा छोड्न सक्नुहुनेछ र थप जानकारीको लागि तपाईँले चाहिँ हामीलाई चाहिँ कमेन्ट बक्समा थप सल्लाह सुझावहरू पनि दिन सक्नुहुनेछ। यति राम्रो जाजरकोट यसरी विकास भइरहेको छ। अब हामीले जाजरकोटलाई दुर्गम मात्र नभई एउटा विकासको सम्भावना बोकेको चाहिँ जिल्ला भनेर बुझ्नेछौँ। टाढाबाट चाहिँ देख्ने र बुझ्नेहरूले जाजरकोटलाई चाहिँ विकट भने पनि, जाजरकोटलाई दुर्गम भने पनि, जाजरकोटलाई चाहिँ अलिकति नराम्रो दृष्टिकोणले हेरे पनि, जाजरकोटलाई चाहिँ पिछडिएको क्षेत्र भनेर हेरिए पनि वास्तवमै जाजरकोट चाहिँ त्यस्तो विकट छैन। वास्तवमै जाजरकोट चाहिँ त्यस्तो पिछडिएको छैन। वास्तवमै जाजरकोट चाहिँ त्यस्तो दुर्गम छैन। जाजरकोटमा अन्य जिल्लाहरू जस्तै धमाधम विकास निर्माणका कामहरू भइरहेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायतका कामहरू भइरहेका छन्। अब जाजरकोट चाँडै विकासतर्फ अगाडि बढ्दैछ।